उत्तरी सिक्किमबाट एउटा गम्भीर घटना बाहिर आएको छ। मंगलबार उत्तरी सिक्किमको चाइल्ड हेल्पलाइन युनिटमा प्राप्त उजुरीपछि एक नाबालिग बालिकासँग जोडिएको दुर्व्यवहारको मुद्दा दर्ता गरिएको छ। आधिकारिक स्रोतहरूका अनुसार काउन्सिलिङ परामर्शको क्रममा ती नाबालिगले आफ्नै घरमा नजिकको पारिवारिक सदस्यबाट पटक पटक दुर्व्यवहार भएको खुलासा गरेकी थिइन्। यो गम्भीर उजुरी प्राप्त हुनासाथ प्रहरीले तत्काल कानूनी कारबाही अघि बढाउँदै मुद्दा दर्ता गरेको छ। पीडित नाबालिगको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। सम्पूर्ण आवश्यक प्रक्रियाहरू पूरा गरेपछि उनलाई अहिले उत्तरी सिक्किम स्थित एक आश्रय गृहको सेल्टर होम हेरचाह र संरक्षणमा सुरक्षित राखिएको छ। जिल्ला बाल संरक्षण अधिकारीलाई पनि यस घटनाको जानकारी गराइएको छ र बच्चाको सुरक्षा, सम्मान र भलाइ सुनिश्चित गर्न सबै आवश्यक कदमहरू चालिएको प्रशासनले जनाएको छ। प्रहरीले यस घटनामा संलग्न आरोपीलाई पक्राउ गरी हिरासतमा लिएको पुष्टि गरेको छ। आरोपीको पनि स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको छ र घटनाको थप अनुसन्धान तीव्र रूपमा भइरहेको छ। यस विषयको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै कानूनी तथा नैतिक मान्यता अनुसार पीडित नाबालिगको पहिचान र अन्य व्यक्तिगत विवरणहरू गोप्य राखिएको छ।